माथि छैन गाइस। सो हेलो एभ्रिवान गाइस, सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै आएर चाहिँ आज चाहिँ हाम्रो डे 8 है। अनि हामी ठ्याक्कै लुम्बिनीमा बसेको छौँ। लुम्बिनी यहाँ अगाडि हो। अनि आज चाहिँ अब हामीहरू ब्याकसेक प्याक भएर निस्किँदा काठमाडौँतिर। अनि चाहिँ अब चाहिँ बाटोमा अब खानसान खाना ल्याएको छ। मुगलिनतिर पुगेर रोक्छौँ होला। यहाँ चाहिँ अब बेलुका सिधै बास हाम्रो बेलुका हो। अनि त्यही हो गाइस, अब निस्किन लागेको बाटोमा अब खानसान केही खाएको छैन। बाटोमा अब कतै रोकेर हामी खानसान खाँदै मुगलिन साइड होला। बाटो राम्रो होस् भन्छु। दामीको बाटोहरूमा अलिकति अफरोड हो, नत्र बाँकी सब ठिक छ भने होइन। अनि जे अपडेटहरू पनि सबै चेक गरेर हिँड्न लागेको अहिले चाहिँ मेन अप्ठ्यारो बाटोहरू भनेको यहीँ दाउनेनिर हो। त्यसपछि पनि अब पहिरो सहिरो अहिले चाहिँ गएको छैन होला, पानी पनि परेन। आज चाहिँ एकदम घाम चकाएको छ होइन, एकदम खुल्ला आकाशहरू छ। त्यो चाहिँ अब चाहिँ हामीहरू ब्याकसेक प्याक भइसकेको छ होइन। कोही स्टारको चाहिँ भइसक्यो। अब चाहिँ हामीहरू निस्किन लाग्यो है। बाटोतिरै भेटौँला नि है गाइस है। बाटो के कस्तो हेरौँला। त्यही हो गाइस, अब हिजो बेलुका हामीहरू लुम्बिनी चाहिँ हिजो बेलुका घुम्यौँ। अनि अब अहिले बिहान उठ्न पर्ने गाह्रो। अनि त्यही हो अहिले त लुम्बिनी सुम्बिनी हिजो मेन त हेरिहाल्यौँ होइन। अब बुद्ध जन्मिनु भएको ठाउँ के एकदम एक्ज्याक्ट बर्थ प्लेस क्या। एक्ज्याक्ट ठ्याक्कै त्यो ठाउँमा चाहिँ हिजो ओपन हुँदो रहेछ 8 बजीसम्म, अरू चाहिँ बन्द हुँदो रहेछ। अन्त हेऱ्यौँ त्यही हो। यहाँबाट हो जाने चाहिँ है लुम्बिनी सिधा स्टेडियम हो। यो होल सब कुरा यही हो। सबै छ अरे हो यहाँ त। बाघ भालुहरू चाहिँ एक्ज्याक्ट चाहिँ थाहा भएन। मयुरदेखि चराहरू हरेक कुरा क्या नि, सबै कुराहरू त्यस्तो चराचुरुङ्गीदेखिहरू होइन भनौँ न। यसो जरायसरायहरू के भित्रै छ अरे क्या यो कम्पाउन्ड वरिपरि होइन। एकदम ठुलो छ अरे नि त यहाँ। अनि बिहान मर्निङ वक जाँदाखेरि देखिन्छ अरे। हिजो बेलुका हामी ठ्याक्क जाँदाखेरि त्यो मयुर हुँदैन, मयुरको आवाज सुनेको थियौँ क्या हामीले। अनि त्यहाँ पुलिसहरूलाई सोधेको छ यताउति माछाहरू त आमा यत्रो माछाहरू हुने हौ यहाँभित्र त। ठ्याक्क त्यो पालेको यही ठुलो हुने, यही मर्ने, यहाँ खान पनि नमिल्ने होइन। कसैले अब भनौँ न नपाउने क्या। यही अब जे छ यही छ क्या। उनीहरू न अब कसैले मार्न पनि मिलेन। यही जन्म्यो, यही खायो, यही मऱ्यो, त्यस्तो खालको क्या माछा सबै यही उयो हुने। अनि त्यही गाई चल्छ। अब हामी हिजो बेलुका अलिअलि घुम्ने ठाउँ चाहिँ। अनि बिहान उठ्न पनि त्यस्तै भयो। यो चाहिँ गेट नम्बर 3 हो। मेन चाहिँ गेट नम्बर 4बाट छिर्ने रहेछ। अनि यो चाहिँ गेट नम्बर 3। यहाँ गेटहरू छुट्टा रहेछ क्या। 1 नम्बर 2 नम्बर 3 नम्बर गरेर यो सबै होला। हेर्नु न जङ्गलदेखि सब एरियामा लुम्बिनीको त्यो भित्रको एरिया हो क्या सबै। उहीँसम्म छ क्या, माथिसम्मै टन्नै छ। ल त्यही गाइस, अब चाहिँ हामीहरू बाटोमा अब के कस्तो हुन्छ होइन। अब अहिले चाहिँ निस्किसकेको छौँ। अनि अब बाटोमा अलि मुगलिनतिर गएर, मुगलिन भन्दा पनि चितवनतिर गएर तेल हाल्नु पर्ने हुन्छ। अनि बाँकी त अब ठिक छ। बाटो के कस्तो छ अपडेट यसो हेरेको थियौँ हामीले। रुटिन टाइपहरूको रुटिनेको अनि त्यसैबाट हिँडेको हो। अब एक्कलार बेलुका 8, 9, 10 बजेभित्र हामीहरू काठमाडौँ। आज हाम्रो लास्ट डे है राइडको। आज हाम्रो फुल एन्ड फाइनल लास्ट डे है गाइज। ल यो चाहिँ नयाँ भाइगर है, यो चाहिँ नयाँ भाइगर है यहाँनिर। यो चाहिँ हाम्रो बाटोमा हिँडिरहेको लड्की हो। यो चाहिँ हाम्रो बुटोल चोक हो। अनि यहाँ भाइजर लिएर यो नयाँ भाइजर लिएको कोरिदिएको थियो क्या। अलि स्टेप भएको छ यसको पिछे ल्याइन्छ। अब हामीहरू यहाँबाट बुटोलबाट चितवन जान लागेको। अब यहाँबाट काठमाडौँ 395 किलोमिटर छ होइन। काठमाडौँ अब 295 किलोमिटर छ। अहिले हाम्रो 12 बज्यो। तपाईँको चाहिँ बेलुका हुन्छ होला। यो चाहिँ हाम्रो दाउन्नेको बाटो है। यस्तो छ दाउन्नेको बाटो। यो धेरै त होइन, 20देखि कति किलोमिटर छ हौ, 20 बढीमा त्यही 25-30 किलोमिटर छ क्या। 20-25 किलोमिटर, म्याक्सिमम 30 किलोमिटर। ल त्योभन्दा धेरै चाहिँ छैन। हेर अब 9 दुना 1800 किलोमिटरमा अब 50 किलोमिटर यो अफरोड पऱ्यो भने सामान्य हो हाम्रो लागि चाहिँ। अहिले अब 9 दुना 1800, 1900 हामी हान्छौँ हामीले काठमाडौँसम्म। 1900मा बिचमा अब मेन बिग्रेको बाटो भने यही हो। अब माथितिर त्यो रारातिरको त अब के कुरा गर्नु। त्यतातिर त अब अलिअलि गाउँतिर पनि अफरोड भइहाल्छ, तर त्यति साह्रो पनि थिएन।
अनि त्यो यो बाटोमा चाहिँ त्यो 20-25 किलोमिटर अफरोड हो, न त खासै छैन। यस्तो लागेन मलाई, भन्न मिल्दैन। अब अफरोड चाहिँ कडै छ फेरि। आमा उठेर फेरि उठिहाल्नुपर्छ क्या, गाह्रो हुन्छ क्या। मा कसम कोहो दुख्छ औ मेरो, कोहो खचाक खचाक खाल्टोमा खचाक खचाक उठ्यो दिने हो क्या बरुमा कसम। फेरि खाल्टो गच्चाक मम गाडी धुलो आमाम। यही ठुल्ठुलो गाडीहरू बसहरूको पछाडि पऱ्यो भने त मरिन्छ। धुलो उडाउँदै फिलिली हो। अनि अब अझै कति बाँकी थियो यार गाइस, यस्तो ल्याङ भइसक्यो। हाम्रो नारायणघाटको पुल है, अनि खोलालाई के भन्छ एक्ज्याक्ट मलाई पनि थाहा भएन, वाइल ठुलो छ। सो त्यही वाइल चाहिँ हामीहरू चितवन आइसक्यौँ। अब यहाँबाट कति छ भने यहाँबाट चाहिँ जनकपुर होइन, इटरी 333 भनेपछि मुगलिन 36 किलोमिटर, मुगलिनबाट 100 एभरेजमा 140 किलोमिटर छ। अब हामीहरू चाहिँ यता लाग्छौँ है गाइस है, माथि छैन है गाइस। ठीक है गाइस। अहिले चाहिँ हामी धादिङ गल्छिनी आइपुगेँ, म अलि छिटो आइपुगेँ। अनि सन्दीप तल आउँदैछ, लगभग 5 मिनट भयो भनौँ न यहाँ बसेको। अनि अझै चाहिँ धेरै नै टाढा आएकै, लगभग 15 किलोमिटर टाढै छ। त्यो आउन टाइम लाग्छ, म एकछिन कुर्छु। त्यो गाइस अनि अहिले चाहिँ हाम्रो त्यो हर्सिने गएको हो। अहिले चाहिँ खबर नला 15 मिनटमा आइछ। यहाँ चाहिँ एकैचोटि बेलुका नि घर पुगिन्छ होला प्रायः। त्यही केटाहरू अब त्यति जस्तो पुरा रात अहिले रात पर्छ होइन, आज राति पर्ने भयो आउँदै होला त। अब निस्किनुपर्छ। अहिले चाहिँ हामीहरू ठ्याक्कै लाएर थानकोट चेकपोस्ट कटियौँ है। अब चाहिँ सिधै काठमाडौँ आइयो भनौँ न। अहिले ठ्याक्कै लाएर 7 बज्यो अहिले चाहिँ बज्न चाहिँ। त्यही अब घर गइन्छ। अनि नुहाइधुवाइ गऱ्यो ओऱ्यो ट्याक्कै। अब आज त म सुत्ने हो। अनि भोलिदेखि बिहान 5 बजी उठेर काममा जान्छ साथीहरू। मेरो त काम पो छ त हो। मलाई त अफिसबाट फोन पनि आइसकेको छ। हिजै फोन आएको, हिजो भन्नाले अस्ति नै आएको हो। मैले पर्सि भनेर 21 गते 20 कि 21 गतेसम्म आइपुग्छु म भनेको थिएँ। आज पो फोन आइदिएर अब खै त तेरो 21 गते आएन, आज 23 गते भइसक्यो भन्दै मेसेज गरिरहनु भएको छ सरले। अनि फेरि अब उतातिर गइयो नि त, टाइम चाहिँ अलिकति लस्ट भयो क्या। जस हामीले तोकेको टाइमभन्दा बेसी भयो क्या। कस्तो भने त्यो हुँदो रहेछ क्या। अब हामीले 2 दिनमा पुगिन्छ, 2 दिनमा आइन्छ, 4 दिन 1 दिन घुमिन्छ, 5 दिन सोचेको थियौँ। जाने 3 दिन, आउने 3 दिन लगाइदियो, 6 दिन 1 दिन घुम्यो, 7 दिन। आज सुत्दा 8 दिन भयो हुन चाहिँ होइन। अब 1 दिन अब खै के भयो कता भयो कस्तो थाहै भएन। त्यो केटाहरू अब यो ठ्याक्कै घर पुग्छु। अनि अब